हेलो स्टुडेन्ट्स, के छ हालखबर? फेरि पनि तपाईहरुलाई स्वागत छ मेरो च्यानलमा द एमडी क्लासेसमा। आज फेरि पनि हामी उपस्थित भइसकेको छौं एउटा इम्पोर्टेन्ट क्वेशन लिएर। र त्यो क्वेशन के हो म एकैछिनमा तपाईलाई बोर्डमा देखाउँछु। यो क्वेशनमा तपाई बारबार फस्नुहुन्छ। यो क्वेशन तपाईलाई बारबार प्रब्लम क्रिएट गर्ने गर्छ। आज हम तपाईलाई म यस्तो ट्रिक सिकाउन गइरहेको छु। त्यो ट्रिक मार्फत तपाईले यो क्वेशनलाई त्यो क्वेशनलाई एकदमै इजी तरिकाले सल्भ गर्न सक्नुहुन्छ। खास गरेर केमिस्ट्रीको एक्जामिनेसनमा, बोर्डको एक्जामिनेसनमा, 12th को एक्जामिनेसनमा के हुन्छ भने तपाईले जहिले पनि एउटा क्वेशन आइरहेको हुन्छ जसमा तपाईले सोध्न सक्छ कि हामीसँग दिएको छ प्रोपाइल क्लोराइड। सपोज गरौँ हामीले यो क्वेशन दिएको छ र प्रोपाइललाई हामीले चाहिँ कसरी इथाइल क्लोराइडमा कन्भर्ट गर्ने, अथवा नेक्स्ट क्वेशन हुन सक्छ कि you have propanol, okay, or suppose say 1 propanol, और यसलाई हामीले चाहिँ इथानोलमा कन्भर्ट गर्नु छ। यो हाम्रो क्वेशन छ। यसमा दुईटा कुरा तपाई देख्न सक्नुहुन्छ। दुईटा कुरा के छ भने जस्तै कि सबभन्दा पहिला कुरा के छ भने हामीसँग के छ भने प्रोपबाट हाम्रो क्वेशन स्टार्ट भइरहेको छ र इथमा गएर सकिरहेको छ। ओके, सो यहाँ पनि मैले प्रोपबाट नै स्टार्ट गरेको छु र इथमा सकाइरहेको छु। भनेपछि प्रोप भनेपछि 3टा कार्बन हो र इथ भनेपछि 2टा कार्बन हो। सो यू क्यान सी द डिफरेन्सेस कि स्टार्टिङ तपाईको भइरहेको छ 3टा कार्बनबाट र एन्ड तपाईको भइरहेको छ 2टा कार्बनमा, यानी कि 1 कार्बन इज डिक्रिज। 1 कार्बनको जुन चेन लेन्थ छ त्यसलाई घटाइएको छ। सो आजको टपिक यही छ कि हाउ टु डिक्रिज द कार्बन चेन। कार्बनको चेनलाई कसरी घटाउने, कार्बनको चेन घटाउनको लागि के यस्तो मेथड हामीसँग छ जसले गर्दा त्यो क्वेशनलाई हामी ठाउँको ठाउँ सल्भ गर्न सक्छौं। यसमा अर्को पनि कुरा के आउन सक्छ कि यसमा फंक्सनल ग्रुपहरु चेन्ज गर्नुपर्छ। हुन त स्टार्टिङमा फंक्सनल ग्रुप अल्कोहल छ र इन्डिङमा पनि फंक्सनल ग्रुप अल्कोहल छ। ओके, तर यसलाई चेन्ज गर्नको लागि, यसलाई चाहिँ यहाँबाट यहाँ पुग्नको लागि हामी डिफरेन्ट फंक्सनल ग्रुपको हामी जंक्सनमा पुग्नु पर्छ। सो फंक्सनल ग्रुप पनि हामीलाई यहाँ के गर्नु पर्छ त टाइम टु टाइम चेन्ज गर्न आउनु पर्छ। फंक्सनल ग्रुपको चेन्ज, ओके, फंक्सनल ग्रुप चेन्ज गर्न आउनु पर्छ। सो दुईटा कुरामा हामीले ध्यान दिनुपर्ने छ। सो आजको मेन टपिक हाम्रो छ कि हाउ टु डिक्रिज द कार्बन चेन। कार्बनको चेनलाई कसरी घटाउने र कुन रिएजेन्टको प्रयोग गरेपछि फंक्सनल ग्रुप चेन्ज हुन सक्छ, दैट इज आवर सेकेन्ड पार्ट। ओके, सो हामी आज यो क्वेशन स्टार्ट गर्न गइरहेको छौं, हाउ टु डिक्रिज द कार्बन चेन। म यहाँ क्वेशन पनि लेखिदिएको छु, हाउ टु डिक्रिज कार्बन चेन। कार्बनको चेनलाई कसरी घटाउने आजको हाम्रो इम्पोर्टेन्ट टपिक रहेको छ। सो आई थिंक यू आर रेडी टु स्टार्ट। सो तपाईहरु कपी पेन लिएर बसिहाल्नुस् र यसलाई जो मेथडलाई सिकिहाल्नुस्। त्यो मेथड तपाईलाई जहिले पनि काम लाग्छ। सो लेट्स स्टार्ट आवर टपिक टुडे। सो वी हैव हियर टपिक कार्बनको चेन घटाउनु छ। ओके, कार्बनको चेन कसरी घटाउने त लेट्स सी। हामीले कार्बनको चेन घटाउनको लागि हामीसँग मेथड पहिला सिकिहालौं। कुन मेथड हामीसँग छ। सो मेथड नम्बर 1, मेथड नम्बर 1 यो छ कि तपाईले पढ्नु भएको होला डिकार्बोक्सिलेसन। तपाईले यो रिएक्सन पढ्नु भएको छ कि छैन? मेथड नम्बर 1 मा मैले राखिरहेको छु कार्बोक्सिलेसन। यो मेथडमा राखिरहेको छु। यो मेथडमा तपाई के बुझ्न सक्नुहुन्छ भने यसमा एकदम इजी छ, बुझ्न सक्नुहुन्छ। डी केमिस्ट्रीको शब्दमा डी भन्ने शब्द आउने बित्तिकै तपाईं बुझिहाल्नुस् कि दैट इज इक्वल टु इलिमिनेट। त्यो वस्तुलाई इलिमिनेट गर्नु छ। कुन वस्तुलाई त हामीलाई इलिमिनेट गर्नु छ? यहाँ कार्बोक्सिलेसन भनिरहेको छ। वी हैव टु इलिमिनेट CO2। सो डिकार्बोक्सिलेसन मतलब हुन्छ कि CO2 लाई के रे त्यहाँबाट निकाल्नु छ। सो C भनेपछि त्यहाँ यू क्यान सी कार्बन डाइअक्साइड हैज गट द कार्बन। तो कार्बन त्यहाँ छ। यसको मतलब यो बुझिहाल्नुस् कि त्यहाँ कार्बनको चेन घट्छ। कार्बन डाइअक्साइड हट्ने बित्तिकै कार्बनको चेन घट्छ। त अब कुरा आउँछ कि यो डिकार्बोक्सिलेसन कसरी गर्ने त? डिकार्बोक्सिलेसन गर्नको लागि हामीलाई चाहियो सबैभन्दा पहिला एउटा कार्बोक्सिलिक एसिड।
कार्बोक्सिलिक एसिडले अलिकति हामीलाई एक्टिभेट गर्नुपर्छ। एक्टिभेट गर्नको लागि हामीले यसलाई साल्टमा कन्भर्ट गरिदिन्छौँ, सोडियम साल्ट अफ कार्बोक्सिलिक एसिडमा कन्भर्ट गरिदिन्छौँ। यसले के हुन्छ, हाइड्रोजन यहाँबाट माइनस गरिदिन्छ। सो दिस बिकम व्हाट, दिस बिकम सोडियम साल्ट अफ कार्बोक्सिलिक एसिड। यो हाम्रो लागि के भयो त, कार्बोक्सिलिक एसिड। ठीक छ, अनि यो चाहिँ हाम्रो भयो सोडियम सल्ट अफ कार्बोक्सिलिक एसिड। ओके, सो दुईटा हामीसँग आइसकेको छ मेथड। मेथड नम्बर 1 मा हामी डिकार्बोक्सिलेसन को युज गरिरहेको छौं र डिकार्बोक्सिलेसन मा हामीले चाहिन्छ के, हामीलाई चाहिन्छ RCOONA। अब हेर्नुस्, RCOONA लाई हामी के गर्ने त, RCOONA लाई हामी सिम्पली के गर्ने त, सोडा लाइमले हिट गर्ने। केले हिट गर्ने हामीले, सोडा लाइमले। सो सोडा भनेपछि NaOH, लाइम भनेपछि CaO, अनि त्यसलाई हामीले हिट गर्नु छ। हिट गर्ने बित्तिकै के हुन्छ, हिट गर्ने बित्तिकै के हुन्छ भने यति पार्ट यु क्यान सी हियर, यो पुरै पार्ट यहाँबाट निस्किन्छ अनि कोसँग गएर एलाइन हुन्छ त, योसँग। सो यसरी के हुन्छ, दे विल बी गोइङ आउटसाइड। सो व्हाट ह्यापन्स हियर, यु क्यान राइट हियर Na2CO3। Na2CO3 यहाँबाट बाहिर जान्छ अनि CO2 र यो यहाँको O CO3 भइसकेको छ र दुईटा Na भइसकेको छ Na2। नाउ यहाँ बचिरहेको छ हाइड्रोजन र यहाँ छ R। सो यो R अल्काइल ग्रुप र हाइड्रोजन मिलेर के बन्छ त, RH, दैट इज द अल्केन। के बन्छ, अल्केन बन्छ। Okay, so this is the method we have decreased the carbon chain. यसरी तपाई हेर्न सक्नुहुन्छ, तपाईलाई म देखाउन सक्छु। यहाँ तपाईले यसलाई नोट डाउन गर्न सक्नुहुन्छ, what is the decarboxylation। यसमा हामी के गरेको छौं, एउटा चाहिँ कार्बन लियौं, that is we can say, सपोज गरौँ हामीले यहाँ लिइरहेको छौं CH3CH2 र COOH, that is the प्रोपानोइक एसिड। प्रोपानोइक एसिड छ। अब प्रोपानोइक एसिड मा हामीले सोडियम राख्ने बित्तिकै यसले हाइड्रोजन यहाँबाट निकाल्छ अनि यो सोडियम प्रोपियोनेट बन्छ। ठीक छ, अब यसपछि के हुन्छ, अब यसपछि यो हुन्छ, यहाँबाट तपाईको के हुन्छ भने यसमा हामी सोडा र लाइम राखेर हिट गर्ने बित्तिकै के माइनस हुन्छ, Na2CO3 यहाँबाट माइनस हुन्छ। यहाँ भएको H, यो पार्ट यहाँबाट पुरै निस्केर गयो बाहिर। ओके, सो व्हाट वी गेट हियर, CH3CH2 अनि यो H यसमा जाने बित्तिकै CH3, दैट बिकम व्हाट, इथेन। त हामीले के गर्यो त, 1 कोर्स पार गरिहाल्यो कि हामीले कार्बन को चेनलाई घटाइसकेको छ। अब हामीले फंक्शनल ग्रुप चेन्ज गर्दै, जस्तै कि अल्केन छ त हेलो अल्केनमा, हेलो अल्केन छ त अल्कोहलमा, हामी कन्भर्ट मात्र यो गर्नु छ, सिक्नु छ, त्यसपछि मात्र हाम्रो चाहिँ कन्भर्सन कम्प्लिट हुन्छ। सो यो भयो मेथड नम्बर 1 टु डिक्रीज द कार्बन चेन, स्टार्टिङ विथ द 3 कार्बन एन्ड एन्डिङ विथ द 2 कार्बन। कार्बन को चेन घटिहाल्यो, मेथड नम्बर 1। पहिला मेथड सिक्यौं, त्यसपछि म एक्जाम्पल दिएर तपाईलाई कम्प्लिट रूपमा सिकाउँछु। ओके, सो दिस इज द मेथड नम्बर 1 दैट वी हैव डिक्रीज द कार्बन चेन। नाउ डिकार्बोक्सिलेसन सबभन्दा राम्रो मेथड यो हो। अर्को आउनुस्, मेथड नम्बर 2 म तपाईलाई सिकाइरहेको छु। ठीक छ, यसलाई हेरिहाल्नुस्, यसलाई स्टप गरेर तपाईहरुले स्क्रिनशट लिन सक्नुहुन्छ यसको। त्यसपछि आउनुस् मेथड नम्बर 2 मा। मेथड नम्बर 2 धेरै मेथड सिक्नु पर्दैन, यस्तो मेथड सिक्नुस् कि एकै पल्टमा हाम्रो आन्सर आओस्। सो दैट इज द भेरी इफेक्टिभ मेथड। ओके, दैट शुड बी अ इफेक्टिभ मेथड हुनु पर्यो। व्हाट इज द मेथड नम्बर 2? सो हामीसँग छ दोस्रो मेथड छ, हामीसँग
Hoffman bromamide reaction. Hoffman bromamide reaction. यसको लागि तपाईलाई के चाहियो? यसको लागि चाहियो तपाईलाई एउटा एमाइड चाहियो. सो एमाइड लिनुस्, एउटा एमाइड लिनुस्. ठीक छ. अब त्यो एमाइडमा के हाल्नुस्? त्यो एमाइडमा हाल्नुस् ब्रोमिन, त्यसमा हाल्नुस् KOH. यो एउटा मेथड हो. यो मेथडबाट के हुन्छ? यो वाला पार्ट CO वाला पार्ट के हुन्छ भने यहाँबाट इलिमिनेट हुन्छ. CO दैट इज द डिकार्बोनिलेसन. यसलाई हामी के भन्छौं? डिकार्बोनिलेसन. या त CO ग्रुप यहाँबाट हट्छ. हट्ने बित्तिकै के हुन्छ? यो के बनिहाल्छ त? यो बनिहाल्छ प्राइमरी एमिन. ओके, दैट बिकम द प्राइम. तो हामीसँग छ एमाइड. ठीक छ. अनि हामीसँग छ एउटा के आइसकेको छ प्राइमरी एमिन. So method number 2. Method number 2 is the Hoffman bromamide reaction. अब यो के हुन्छ भने साइड प्रोडक्टमा यसको साइड प्रोडक्ट तपाईले लेख्न सक्नु पनि हुन्छ, बट हेयर मात्र हामीले चाहिँ कन्भर्ट गर्नु छ अमाइडलाई एमाइनमा. त हामी यसलाई मात्र मेन प्रोडक्टमा फोकस गरेको छौं. कन्भर्सनमा हामी मेन प्रोडक्टमा फोकस गर्छौं. सो यहाँ चाहिँ के हुन्छ भने तपाईलाई यो मेथडबाट एउटा कार्बन घट्छ. जस्तै कि तपाईलाई म एउटा एक्जाम्पल दिइदिरहेछु. यहाँ चाहिँ लिनुस् इथानामाइड. यसको नाम के हो त? इथानामाइड. इथानामाइड. अब यसमा हफम्यान ब्रोमामाइड रिएक्सन गर्नुस्. ठीक छ. अनि यहाँबाट के हुन्छ तपाईको पार्ट सिधै दुईटामा छ भने CH3 र NH2 मा यो कन्भर्ट हुन्छ. त्यसलाई हामी भन्छौं के मिथानामाइन. प्राइमरी एमिनमा यो कन्भर्ट भयो. सो यू कैन सी हियर कि कति इजी तरिकाले यो मेथडले तपाईलाई के गर्दियो भने कार्बनको चेनलाई घटाइदियो. कार्बनको चेन स्टार्टिङ from eth then we are ending here with the meth. Okay, so यसरी चाहिँ हामी कार्बनको चेन घटाउन सक्छौं. तर अब कुरा आउँछ कि फंक्शनल ग्रुप पनि चेन्ज गर्दै जाँदा खेरि कस्तो रमाइलो हुन्छ र हाम्रो चाहेको क्वेशनलाई हामी चाहिँ सल्भ गर्न सक्छौं. त त्यसको लागि तपाईलाई म एउटा इन्ट्रेस्टिङ क्वेशन दिन गएको छु. तपाईलाई स्क्रिनशट लिहाल्नुस्. मेथड 1 के छ? मेथड 1 छ डिकार्बोजिलेसन. मेथड 2 छ हफम्यान ब्रोमामाइड रिएक्सन. त्यसलाई हामी डिकार्बोनिलेसन पनि भन्छौं. ओके, सो हामी चाहिँ क्वेशनमा लागौं. क्वेशनले हामीलाई यो मेथडको पनि युज गर्न पनि सिकिहाल्छौं र क्वेशनलाई पनि सल्भ गर्न सक्छौं. सो लेट्स स्टार्ट वन क्वेशन हियर. एउटा क्वेशन गरौँ त. तो क्वेशन छ 1 प्रोपानोललाई कसरी हामीले इथानोलमा कन्भर्ट गर्ने. तो यो हाम्रो क्वेशन छ. त पहिला के गर्नुस् भने पहिला यो कार्बनको चेनलाई पहिला घटाउनुस्. त्यसपछि फंक्शनल ग्रुपमा बीच-बीचमा चेन्ज जुन आउँछ हामी गर्छौं. त पहिला के गरौँ भने फंक्शनल ग्रुपलाई चेन्ज गर्ने. सो फर्स्ट लेट्स स्टार्ट द राइट स्ट्रक्चर. यसको स्ट्रक्चर के हुन्छ? यसको कन्डेन्स फर्मुला. ओके, प्रोपानोल. अब यो प्रोपानोललाई हामीले चाहिँ पहिला के कन्भर्ट गरौँ त? पहिला यसलाई कुन मेथडबाट जाने त? पहिला मेथड नम्बर 1 छ डिकार्बोक्सिलेसन. त हामीले चाहियो के? हामीले चाहियो एसिड चाहियो, कार्बोक्सिलिक एसिड. त्यसलाई कन्भर्ट गर्ने. त अक्सिडेसन गर्दिने. कन्भर्ट गर्नको लागि अक्सिडेसन. त अल्कोहल छ. त अल्कोहललाई हामी एउटा स्ट्रङ अक्सिडाइजिङ एजेन्ट लिने. स्ट्रङ अक्सिडाइजिङ एजेन्ट लिनु हुन्छ भने यसले के गर्छ? तपाईले अल्कोहललाई कन्भर्ट गर्छ फर्स्ट इन्टु एल्डिहाइड. फर्दर अक्सिडेसन हुन्छ. अनि यो एसिडमा कन्भर्ट भइहाल्छ प्रोपानोइक एसिड. अब प्रोपानोइक एसिडलाई हामी के गर्ने त? प्रोपानोइक एसिडलाई हामी के गर्न सक्छौं? सिधै सोडियम हाल्ने यसमा. अनि हामीले हाइड्रोजन यहाँबाट निकाल्ने.
अनि CH3CH2COONA यो सोडियम प्रोपियोनेटमा कन्भर्ट भइसकेको छ। अब सोडियम प्रोपियोनेटलाई हामी केमा कन्भर्ट गर्ने त? अघि मैले के भने त सोडा लाइम। सोडा लाइम गर्ने बित्तिकै के हुन्छ र हिट गर्ने बित्तिकै यहाँबाट Na2CO3 यहाँबाट इलिमिनेट हुन्छ। सो CH3CH अब हेर्नुस् यो पुरै पार्ट यहाँबाट बाहिर जान्छ भने बच्यो यो, अनि CH2 मा यो H गएर यहाँ लागिहाल्छ CH3 इथेनमा कन्भर्ट भइहाल्यो। इथेनमा कन्भर्ट भइहाल्यो। त हामीले आफ्नो कार्बनको चेनलाई घटाइसकेको छौं। अब हामीले चाहिँ एल्कोहलमा जानु छ। हामी अल्केनमा अहिले छौं। त एल्कोहलमा जानको लागि सबभन्दा पहिला हामी यहाँ सिम्पल के गर्दिने त क्लोरिनेसन गरेर लाइटको प्रेजेन्समा क्लोरिनेसन गर्नुस्। त यो के हुन्छ हेलो अल्केनमा कन्भर्ट हुन्छ CH3 CH2Cl यहाँबाट एउटा H र यहाँबाट एउटा Cl के हुन्छ माइनस हुन्छ HCl र एउटा Cl यहाँ गएर टाँसिन्छ। दैट बिकम द इथाइल क्लोराइड। अब इथाइल क्लोराइडलाई के गर्दिने त? इथाइल क्लोराइडलाई एल्कोहलमा कन्भर्ट गर्न बहुत सजिलो छ। यहाँ हामी राखौं एक्वस KOH। एक्वस KOH राख्दिने। एक्वस KOH राख्ने बित्तिकै के हुन्छ CH3 CH2 अनि Cl यहाँबाट KCl सँग निस्किहाल्छ र OH यहाँ लागिहाल्छ। ओके, सो दैट बिकम आवर प्रोडक्ट, दैट इज द इथेनॉल। ओके, सो यो छ हाम्रो आजको मेथड नम्बर 1। यो मेथड नम्बर 1 हामी प्रोपानोलबाट सुरु गर्यौं, एल्डिहाइडमा गयो, एसिडमा गयो, एसिडबाट डिकार्बोजिलेसन, डिकार्बोजिलेसन हामी यहाँ गरेछौं, अल्केनमा आएर कार्बनको चेन घट्यो, त्यसपछि हामी क्लोरिनेसन गरेर हामी इथाइल क्लोराइडमा आयौं, त्यसपछि हामी एक्वस KOH यहाँ याद गर्नु होला एक्वस KOH राख्नु छ, किनभने तपाईले अल्कोहोलिक राख्नुहुन्छ भने त्यहाँ इलिमिनेसन रिएक्सन भएर यहाँ चाहिँ अल्किन बनाउन सक्छ। त त्यो नगर्नु होला, एक्वसमा पानीमा राखेर मेथड गर्नुपर्छ। अब कुरा आउँछ मेथड 2 बाट कसरी गर्ने त? मेथड 2 बाट गर्नको लागि यहाँसम्म ठीक छ, यहाँसम्म ठीक छ, यहाँसम्म ठीक छ, तर यहाँबाट अलिकति बाटो चेन्ज गर्नुपर्छ। यहाँबाट हामीले चाहियो अमाइड। त अमाइडको लागि के गर्ने? अमाइडको लागि हामीले यहाँ एक्सेस अफ के राख्दिने एमोनिया। त हामीले अमाइड पाउँछौं, दैट इज CH3CH2 अनि CONH2। बीचमा हामीले चाहिँ साल्ट पनि पाउँछ हामीलाई, तर चाहिँ हामी एक्सेस राख्ने बित्तिकै हामी यसरी लेख्न सक्छौं। र यसपछि अमाइडमा हामी के गर्छौं हफम्यान ब्रोम एमाइड रिएक्सन गर्छौं, दैट इज द Br2KOH अनि हामीलाई के पाउँछ प्राइमरी एमिन। यो वाला पार्ट यहाँबाट इलिमिनेट हुन्छ अनि हामीले पाउँछ प्राइमरी एमिन। प्राइमरी एमिन दिस इज। अब यहाँबाट एल्कोहलमा जान पनि इजी छ। यहाँबाट नाइट्रस एसिड राख्नुहुन्छ भने इट क्यान कन्भर्ट इन्टु द alcohol. That is the very important thing we are talking here. हामी दुईटै मेथडबाट यो क्वेशनलाई सल्भ गर्दिएको छौं कि एउटा कार्बनको चेनलाई घटाएर उसको कार्बनको चेन घटाएर हामी चाहिँ संख्या घटाएर प्रोडक्ट पाएको छौं. That is the method 1 decarboxylation and the second one the Hofmann bromide reaction गरेर हामी यो चाहिँ हामीले यहाँ गरेको छौं decarboxylation गरेको छौं. यहाँबाट हामी Hofmann मा गइसकेको छौं. र यसरी नाइट्रस एसिड को प्रयोग गर्नुहुन्छ भने प्राइमरी एमिन क्यान कन्भर्ट इन्टु द अल्कोहल. त यो मेथडहरु तपाईले सिक्नु छ, प्र्याक्टिस गर्नु छ. यदि प्र्याक्टिस गर्नुहुन्छ भने इजिली यस्तो क्वेशनलाई सल्भ गर्न सक्नुहुन्छ. तपाईहरुलाई म एउटा अर्को क्वेशन दिन्छु. You can see one more question here. I think it's very clear for you. So let's see next question तपाईलाई म दिइरहेको छु. नेक्स्ट क्वेशन रहेको छ हामीलाई दिइरहेको छ सपोज गरौँ प्रोपाइल क्लोराइड. अब यसलाई कन्भर्ट गर्न भनिरहेको छ तपाईलाई इथाइल क्लोराइडमा. त पहिला कार्बनको चेन घटाउने. त प्रोपाइल क्लोराइड छ, सिम्पल छ. प्रोपाइल क्लोराइड पहिला स्ट्रक्चर लेख्नुस्. प्रोपाइल भनेको प्रो भनेको 3 हुन्छ, 3 ठीक छ, 3टा कार्बन. अनि त्यसलाई हामीलाई पहिला जानुस् एसिडमा पहिला जानुस् किनभने हाम्रो स्टार्टिङ अफ द डिकार्बोजिलेसन एसिडमा हुन्छ. सो वी हैव टु कन्भर्ट दिस इन्टु द एसिड. त पहिला यसलाई अल्कोहलमा कन्भर्ट गर्दिनुस्. त स्टेप बाइ स्टेप जाने हो.
हतार धेरै गर्ने स्टेप बाइ स्टेप जाने हो एकदम इजी तरिकाले सल्भ भइहाल्छ यो त्यसपछि यसलाई चाहिँ CH3 CH2 अनि CH2OH यो अल्कोहलमा गइसक्यो अब अल्कोहललाई के गर्नुस् त oxidation गर्नुस् oxidation in the acidic medium गर्नुस् that is use the potassium permanganate अनि यसलाई फर्स्ट स्टेप भनेको यसको लागि अल्डिहाइड जान्छ अनि त्यसपछि यो जान्छ एसिडमा ठीक छ एसिडमा जान्छ ओके तो यो एसिडमा गयो that is the कार्बोक्सिलिक एसिड प्रोपानोइक एसिडमा कन्भर्ट भइहाल्यो अब यसलाई के गर्ने त सोडियम राख्नुस् सोडियम साल्ट अफ कार्बोक्सिलिक एसिडमा यो कन्भर्ट भइहाल्छ that is the CH3 CH2COONA अब यसलाई डिकार्बोजिलेसन गर्ने डिकार्बोजिलेसन कसरी गर्नुहुन्छ सोडा लाइम राखेर सोडा अनि लाइम हिट गर्ने यहाँबाट Na2CO3 बाहिर निकाल्ने that becomes एकैपल्ट अल्केनमा आउनुस् that is the alkane C अब यो वाला पार्ट यहाँबाट निस्किन्छ त भयो के CH3 अब यहाँबाट हामीले के गर्नु छ त इथाइल हामी इथमा आइसकेको छौं अब इथाइल क्लोराइड सिम्पली हामीले के गर्नु त क्लोरिनेसन गर्दिने यसलाई Cl2 र H न्यू गर्नुस् लाइटको प्रेजेन्समा त के भयो त यो इथाइल क्लोराइडमा कन्भर्ट भइहाल्यो सो यसरी हामी गर्न सक्छौं अब यहाँबाट तपाई मेथड यो मेथड 1 हो अब मेथड 2 भनेको यहाँबाट पहिला एमाइड निकाल्नुस् यहाँबाट तपाईलाई चाहिन्छ अमाइड सो लेट्स सी म त्यो पनि गरिरा छु अमाइड यसको लागि हेर्नुस् यसको लागि हामीले एक्सेस रूपमा है एक्सेस रूपमा के राख्ने त एमोनिया राख्ने बित्तिकै के हुन्छ दैट बिकम्स CH3 CH2CONH2 अमाइड भइहाल्यो अब एमाइड पछि हामीलाई के चाहियो त यसलाई हामीलाई हफम्यान ब्रोम एमाइड ब्रोमिन KOH गर्नुस् त यो एमिनमा यहाँबाट यो निस्किन्छ अनि भइहाल्छ के CH3 CH2 अनि NH2 यो भयो एमिनमा कन्भर्ट भयो अब एमिनमा कन्भर्ट भएपछि म यसलाई अब यहाँ लेख्न चाहिरहेको छु दैट इज CH3 यसलाई यहाँ हेरिहालौं that is CH3 छ एमिन भइसकेछ हामीले त्यसलाई हामी नाइट्रस एसिड राखेर यसलाई हामी कन्भर्ट गर्न सक्छौं CH3 CH2OH मा अल्कोहलमा आइसक्यो अब यहाँबाट हामीले हेलो अल्केन चाहिन्छ त तपाईलाई धेरै मेथडहरु छ हामीसँग थाइनाइल क्लोराइड गर्नुस् पाइरिडिन को प्रेजेन्समा मजाले यो अल्कोहलबाट हेलो अल्केनमा कन्भर्ट हुन्छ SO2 यहाँबाट निस्किन्छ SO2 ग्यास यहाँबाट बाहिर निस्किहाल्छ सो दिस बिकम्स द मेथड 2 जसले तपाईलाई दिन्छ कार्बनको चेन घटाएर सो यसरी यो दुईटा मेथडलाई याद गर्नुस् प्र्याक्टिस गर्नुस् जति प्र्याक्टिस गर्नुहुन्छ जति प्र्याक्टिस तपाईको राम्रो प्र्याक्टिस छ यु क्यान इजिली सल्भ द क्वेशन जति राम्रो प्र्याक्टिस यु क्यान इजिली सल्भ द क्वेशन मेथड नम्बर 1 मा मैले तपाईलाई बताए मेथड नम्बर 2 मा हफम्यान ब्रोम एमाइड रिएक्सन त्यस्तै गरी मेथड नम्बर 2 मा मैले तपाईलाई दिए डिकार्बोजिलेसन सोडा लाइमको हिट गरेर सो यसरी यु क्यान इजिली कन्भर्ट आई होप कि तपाई यसलाई यो भिडियो मन परेको होला अनि यस्तै भिडियोको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्नुस् लाइक गर्नुस् थ्यांक यू भेरी मच